हाई एभ्रिवान, नमस्कार। सेवा सम्पूर्णमा आज हामी हाम्रो सुन्तला टिप्दैछौँ। सुन्तला कस्तो मजाले फलेको छ, कुनै हाँगा खाली छैन, यस्तो मजाले फलेको छ। तर साना साना फलेको छ। बाक्कुलो सुन्तला फल्यो भने सानो सानो दानाहरू हुन्छन्। यो यसरी धेरै बाक्कुलो सुन्तला फल्यो भने अर्को वर्ष यो बोटमा सुन्तला फल्दैन। हामीलाई यो धेरै फल्यो भने बेफाइदा पनि छ। सुन्तला प्राय जसो एक वर्ष फल्यो भने अर्को वर्ष त्यो बोटमा फल्दैन। अनि यहाँ सानो बोटमा कस्तो मजाले सुन्तला दुईजना अडिरहेको फलिरहेको रहेछ। सो भिडियो लिए मैले। यो पनि भर्खरकै बिरुवा हो। यसमा पनि मजाले उसको बोटले थाम्ने सुन्तला फलेको रहेछ। सो भिडियो लिएको मैले। यहाँ भर्याङ लगाएर दाजुहरूले सुन्तला टिप्दै टिप्दै बोटको माथि पुर्याउनु भएको छ। अब लगभग सकिँदै आएको सुन्तला हो। यो माथि बाँकी टिप्न नसकेको अप्ठ्यारो भएको र टपमा मात्रै बाँकी छ। अनि यो माथि माथि पुगेपछि चाहिँ सुन्तला टिप्न अलिक गाह्रो हुन्छ नि त। त्यही भएर यहाँ एक एक दाना गर्दै टिप्दै फ्याक्दै पनि गर्दै हुनुहुन्छ। सुन्तला यसरी टिपिरहनु भएको छ। टिपेको सुन्तला जति यहाँ भेला गर्नु हुँदैछ। बोकेर डोकोमा ल्याउने अनि घोप्ट्याउने गरिरहनु भएको छ। अनि यहाँ दुईजनाले चाहिँ ठुलो ठुलो सुन्तला छान्दै हुनुहुन्छ। किनकि सुन्तला ए ग्रेड, बी ग्रेड र सी ग्रेड बनाउनु हुँदो रहेछ। सुन्तला टिप्दा नछोडिकन नछानिकन सबै टिप्नु भनेकोले गर्दा हरियो सुन्तला पनि देखिरहेको छ। यहाँ चाहिँ उहाँहरूले छान्नु भएको यो सुन्तला चाहिँ ए ग्रेडको लागि हो। ए ग्रेड र बी ग्रेड, सी ग्रेड तीनटा ग्रेडमा ए ग्रेड चाहिँ उहाँहरूले छानेर ग्रेडमा भरेर कार्टुनमा हाल्नुहुन्छ, कार्टुनमा प्याक गर्नुहुन्छ। अनि बी ग्रेड र सी ग्रेड चाहिँ डाइरेक्ट गाडीमा हाल्नुहुन्छ। त्यही भएर यहाँ अहिले ए ग्रेडको लागि मात्रै छानिरहनु भएको छ। उहाँ भर्दै गर्नुहुने दाइ चाहिँ हाम्रो सुन्तला लानुहुने दाइ हो। अनि यहाँ कार्टुनमा भरिरहनु भएको छ, मिलाइरहनु भएको छ। यसरी मिलाएर यो कार्टुनहरू सबै कार्टुनहरूमा हाल्नुहुन्छ। अनि यहाँ मम्मीले चाहिँ बाल्टी लौरोले राख्दै हुन्छ, झन्डै लडाउनु भयो। यो खाजा समय, खाजा खान लाग्दै हुनुहुन्छ। यहाँ चाहिँ दाइले कसले गरेको हो, अहिले सुन्तला टिपेको कति भयो भनेर उहाँले हिसाब गर्दै हुनुहुन्छ। सो हेर्दै अनि सबैजना खाजा खाँदै हुनुहुन्छ। यो चाहिँ पुसको पहिलो हप्ता हो। अलिक बढी चिसो पनि भइसकेको थियो। अनि यहाँ मम्मी चाहिँ खोइ आगो ताप्छु भनेर आगो ताप्न पस्नुभयो, ताप्दै हुनुहुन्छ। यो सबै सुन्तला चाहिँ गाडीमा यसरी हालेर अनि लानुहुन्छ। हस्त, नमस्कार, धन्यवाद।